यहाँहरू सम्पूर्णलाई टप अन लक्ष्यमा स्वागत छ। आज पनि सदाझै तपाईँहरूको माझमा जुन प्री टेस्ट इक्जामलाई मध्यनजर गरी म उपस्थित भइसकेको छु। भिडियो एकदमै महत्त्वपूर्ण भएकाले भिडियो स्किप नगरी हेर्नुहोला भन्दै आजको पहिलो प्रश्नतर्फ लागौँ। आजको पहिलो प्रश्न रहेको छ, 16औं योजनाको अन्त्यसम्म नेपालको बेरोजगारी दर कतिमा झार्ने लक्ष्य रहेको छ भनेको छ। अप्सन ए मा छ 15%, अप्सन बी मा छ 5%, अप्सन सी मा छ 10%, अप्सन डी मा छ 25% भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर हेर्नेछौँ हामी। यसको सही उत्तर रहेको छ अप्सन बी है त। यसको सही उत्तर के हो त? अप्सन बी है त, 5% भनेको छ है त। विशेष व्याख्यामा हेर्न सक्नुहुन्छ। 16औं पञ्चवर्षीय योजना 2081-82 देखि 85-86 को दीर्घकालीन लक्ष्य अन्तर्गत बेरोजगारी दरलाई घटाउने नीति लिएको छ। यस योजनाको अन्त्यसम्ममा नेपालको बेरोजगारी दरलाई 5% मा झार्ने लक्ष्य निर्धारण गरिएको छ। प्रश्न नम्बर 2, नेपालमा लागू भएको पहिलो संविधान नेपाल अन्तरिम शासन विधान 2007 कति पटक संशोधन भएको थियो भनेको छ। अप्सन ए मा 6 पटक, अप्सन बी मा 7 पटक, अप्सन सी मा 8 पटक, अप्सन डी मा 12 पटक भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर लागौँ हामी। यसको सही उत्तर रहेको छ अप्सन ए है त, 6 पटक भनेको छ। विशेष व्याख्यामा हेर्न सक्नुहुन्छ। नेपालको पहिलो संविधान नेपाल अन्तरिम शासन विधान 2007 हो, जुन 2007 साल चैत 29 गते जारी भएको थियो भनेको छ। यो संविधान यसको कार्यकालभरिमा जम्मा 6 पटक संशोधन भएको थियो। यसै गरी प्रश्न 3 मा लागौँ। प्रश्न 3 रहेको छ, चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लगाउँछ भनेको छ। अप्सन क मा छ 25.4 दिन, अप्सन ख मा छ 27.32 दिन, अप्सन ग मा छ 26.30 दिन, अप्सन घ मा छ 20.50 दिन भनेको छ। यसको सही उत्तर के होला त? सही उत्तर हो अप्सन बी है त, 27.32 दिन भनेको छ है त। बेसी व्याख्यामा हेर्न सक्नुहुन्छ। चन्द्रमाले पृथ्वीको वरिपरि एक फन्को लगाउन अथवा परिक्रमा गर्न लगभग 27.32 दिन, 27 दिन 7 घण्टा 43 मिनेट अथवा 11.5 सेकेन्ड लगाउँछ। यस अवधिलाई नक्षत्र महिना पनि भनिन्छ भनेको छ है त। यसै गरी प्रश्न नम्बर 4 मा लागौँ। प्रश्न नम्बर 4 रहेको छ, विश्वको नक्सा पहिलो पटक कसले निर्माण गरेका थिए भनेको छ है त। एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। अप्सन ए मा छ इराटोस्थेनिज, अप्सन बी मा छ फ्राइडरिच, अप्सन सी मा छ एनाकिक्सिमेन्डर भनेको छ, अप्सन डी मा छ गेराडस मार्काटस भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर हेर्नेछौँ हामी। यसको सही उत्तर रहेको छ अप्सन सी है त, एनाकिक्सिमेन्डर भनेको छ है त। हुन्छ विशेष व्याख्यामा विश्वको पहिलो नक्सा ग्रिक दार्शनिक एनाकिक्सिमेन्डरले ईसापूर्व 6औं शताब्दीतिर निर्माण गरेका थिए। उनलाई भूगोलको इतिहासमा पहिलो पटक पृथ्वीको नक्सा बनाउने व्यक्तिका रूपमा चिनिन्छन् भनेको छ है त। प्रश्न नम्बर 5, वैधानिक कानुनले कतिवटा संविधानात्मक सङ्घीय व्यवस्थापिका रहने व्यवस्था गरेको थियो भनेको छ। अप्सन क मा छ 1 संविधानात्मक, अप्सन ख मा छ 2 संविधानात्मक, अप्सन ग मा छ 3 संविधानात्मक, अप्सन घ मा छ 4 संविधानात्मक भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर हेर्नुहोस् हामी। यसको सही उत्तर रहेको छ अप्सन बी है त, 2 संविधानात्मक भनेको छ। विशेष व्याख्यामा हेर्न सक्नुहुन्छ। नेपाल सरकार वैधानिक कानुन 2004 ले 2 संविधानात्मक व्यवस्थापिका, एउटा राष्ट्रिय सभा र अर्को भारदारी सभा रहने व्यवस्था गरेको थियो, तर यो कानुन पूर्ण रूपमा लागू हुन सकेन भनेको छ है त। प्रश्न नम्बर 6 रहेको छ, विश्व इतिहासलाई हेरोडोटसले कति भागमा विभाजन गरेका थिए भनेको छ। अप्सन क मा 3, अप्सन ख मा 4, अप्सन ग मा 5, अप्सन घ मा 6 वटा भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर हेर्नेछौँ हामी। यसको सही उत्तर रहेको छ अप्सन
सी है त 5 वटा भनेको छ। विस्तृत व्याख्यामा हेर्न सक्नुहुन्छ। इतिहासका पिता फादर अफ हिस्टोरी भनेर ग्रीक इतिहास सरकार हेरोडोटसले आफ्नो ऐतिहासिक कृतिहरूमा विश्व इतिहासलाई 5 भागमा व्याख्या गरेका थिए भनेको छ है त। यसै गरी प्रश्न नम्बर 7 मा लागौँ। प्रश्न नम्बर 7 मञ्जुश्रीले कुन स्थानबाट पानी कटाएर नेपाल उपत्यका बस्न योग्य बनाएका थिए भनेको छ। अप्सन क मा छ नागार्जुन पर्वत, अप्सन ख मा छ चोबार, अप्सन ग मा स्वयम्भू, अप्सन घ मा गुह्यश्वरी भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर छ अप्सन ए त चोबार भनेको छ। विषय व्याख्यामा हेर्न सक्नुहुन्छ। पौराणिक मान्यता अनुसार काठमाडौँ उपत्यका पहिले एउटा ठुलो दह अथवा नागदह थियो। चीनबाट आएका मञ्जुश्रीले चोबारको पहाडलाई आफ्नो खड्कले काटेर पानी बाहिर पठाएपछि काठमाडौँ उपत्यका बस्न योग्य भएको विश्वास गरिन्छ भनेको छ है त। यसै गरी प्रश्न नम्बर 8 मा लागौँ। प्रश्न नम्बर 8 रहेको छ। नेपालको तराई क्षेत्रमा विवाहित महिलाले आफ्नो अनुहार पुरुषले नदेख्ने गरी सारीको सेप्टोले छोप्ने प्रथालाई के भनिन्छ भनेको छ। अप्सन क मा छ बेठी प्रथा, अप्सन ख मा छ बुर्का प्रथा, अप्सन ग मा छ खुल्ला प्रथा, अप्सन घ मा छ घुम्टु प्रथा भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तरको छ अप्सन डी है त घुम्टु प्रथा भनेको छ। विषय व्याख्या हेर्न सक्नुहुन्छ। नेपालको तराई र मधेस क्षेत्रमा विवाहित महिलाले परिवारका जेठा पुरुष सदस्य वा अपरिचित पुरुषहरूका सामु आदर र सङ्कोचका कारण आफ्नो अनुहार सारीको सेप्टोले छोप्ने परम्परागत प्रथालाई घुम्टो प्रथा भनिन्छ भनेको छ है त। प्रश्न नम्बर 9 मा लागौँ। प्रश्न नम्बर 9 रहेको छ। नेपालको भूगोलमा रहेको सैरेली प्रथा कहाँ प्रचलित रहेको छ भनेको छ। अप्सन क मा छ दाङ र बाँके, अप्सन ख मा छ बर्दिया र डोटी, अप्सन ग मा छ दैलेख र सुर्खेत, अप्सन घ मा छ सुर्खेत र सल्यान भनेको छ। यसको सही उत्तर हेर्नेछौँ हामी। यसको सही उत्तर के हो त? अप्सन क है त दाङ र बाँकेमा रहेको छ है त सैरेली प्रथा। विशेष व्याख्यामा हेर्न सक्नुहुन्छ। नेपालको पश्चिमी क्षेत्र विशेष गरी दाङ बाँके जिल्लाका थारू समुदाय वा स्थानीय समुदायमा आपसी सहयोग र श्रमदान गर्ने एक विशिष्ट सामाजिक परम्पराको रूपमा सैरेली प्रथा प्रचलित रहेको छ भनेको छ है त। 10 मा लागौँ। आजको अन्तिम प्रश्न रहेको छ। सापेक्षतावादको सिद्धान्त थ्योरी अफ रिलेटिभिटी कुन वैज्ञानिकको हो भनेको छ। अप्सन क मा छ अल्बर्ट आइन्स्टाइन, अप्सन ख मा छ आर्किमिडीज, अप्सन ग मा छ ग्यालिलियो ग्यालिली, अप्सन डी मा छ सर आइजक न्युटन भनेको छ। यसको सही उत्तर के होला त? यसको सही उत्तर हेर्नेछौँ हामी। अप्सन क है त अल्बर्ट आइन्स्टाइन भनेको छ। विशेष व्याख्यामा हेर्न सक्नुहुन्छ। सापेक्षतावादको सिद्धान्त विश्व प्रसिद्ध भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेका हुन् भनेको छ। यसमा विशेष सापेक्षतावाद 1905 र सामान्य सापेक्षतावाद 1915 गरी 2 वटा सिद्धान्तमा समावेश गरेका छन् भनेको छ है त। साथीहरू भिडियो के कस्तो लाग्यो? यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर, च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको यो भिडियोबाट बिदा चाहन्छु। हस्, धन्यवाद, नमस्कार।